नमस्कार सबै नेपाली आमाबुबा दाजुभाइ दिदीबहिनीहरूलाई। राजा आयच्छी हुने र पृथ्वीपथको मुख्य काम कर्तव्य र जनताको अधिकार यही नै हो। 1. कार्यकारी प्रधानमन्त्री जनताबाट निर्वाचित। 2. सांसदले कुनै पनि मन्त्रीमण्डल बन्न नपाउने। 3. सांसदले बजेटमा रहेको ढुकुटी खर्च गर्न नपाउने। 4. 2047 पछिको भ्रष्ट दलाल र नेताको सम्पत्तिहरूको छानबिन गरी सबैलाई जेल हाल्ने। 5. राजा पुरानो आफ्नै स्थानमा फर्कने। 6. विदेशिएको नेपालीलाई स्वदेशी फर्काउने अभियान चलाउने। 7. 2062 का मुनि 63 का आन्दोलनपछिको नागरिकता छानबिन गर्ने। 8. हिन्दू राष्ट्र सहित बुद्ध र किराँतको राष्ट्र हो भने परिभाषा गर्ने। 9. विदेशी हस्तक्षेपलाई सिधै परास्त गर्ने। 10. हरेक सरकारी कामकार्यमा खुल्ला प्रतिस्पर्धाबाट योग्य व्यक्ति नियुक्ति गर्ने। 11. गाँजा, लोकल रक्सीलाई आधुनिकीकरण तथा बजारको व्यापार गर्नु पाउने नियम बनाउने। 12. ब्याचलर डिग्रीसम्म फ्रीमा पढ्ने व्यवस्था मिलाउने। 13. आम नेपाली जनतालाई निशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउने। 14. विषादयुक्त तथा अर्गानिक खानालाई बजारभाउको व्यवस्था गर्ने। 15. गरिबीहरूको घाँसबास कबासको व्यवस्था सरकारले नै मिलाइदिने। 16. उद्योग कलकारखानाहरू खोल्नको लागि उचित वातावरण मिलाइदिने र पुरानो बन्द भएको उद्योगलाई फेरि सञ्चालनमा ल्याउने। 17. नेपालमा उत्पादन हुने वस्तु नेपालले प्रयोग गरी र नेपालमै उत्पादित भएको वस्तु बाहिरबाट ल्याउन निषेध गरिने। 18. शिक्षा क्षेत्रमा राजनीतिक बन्देज गर्ने। 19. न्यायालय क्षेत्रमा खुल्ला प्रतिस्पर्धी तथा राजनीतिक बन्द गर्ने। 20. सरकारी कर्मचारीले राजनीतिक गर्न नपाउने। 21. सरकारी तथा संस्थान कर्मचारीहरूले आफ्नो बालबालिका सरकारी विद्यालयमा अनिवार्य पढाउनु पर्ने। 22. रोजगारी सृजना र उद्यमशीलता प्रवर्धन। युवालाई उद्यम गर्न सहयोग दिने नीति, साना तथा मझौला उद्योगलाई अनुदान र कर छुट। सरकारी सहयोगमा स्टार्टअप इन्क्युबेटर र तालिम कार्यक्रम सञ्चालन। 23. कृषि क्रान्ति, स्मार्ट एग्रिकल्चर, जैविक कृषि प्रविधि प्रवर्धन गर्ने। कृषकलाई सस्तो मल, बिउ, सिँचाइ तथा कृषिमा प्रविधि प्रयोगमा जोड। उत्पादन अनुसार न्यूनतम समर्थन मूल्यको ग्यारेन्टी। 24. ऊर्जा स्वावलम्बन, जलविद्युत, सौर्य ऊर्जा र बायोग्यास प्रवर्धन गर्दै नेपाललाई ऊर्जा निर्यात गर्ने देश बनाउने। 25. डिजिटल नेपाल निर्माण, सम्पूर्ण सरकारी सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने। ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच विस्तार। 26. वातावरण संरक्षण, वन, जलस्रोत तथा जैविक विविधताको संरक्षण, प्लास्टिक न्यूनीकरण र वातावरण मैत्री प्रविधिको प्रयोग। 27. राष्ट्रिय एकता र पहिचान संरक्षण, सबै जातजाति, धर्म र संस्कृतिको सम्मान गर्दै एकीकृत नेपाली पहिचान बलियो बनाउने। राष्ट्रिय पोसाक, भाषा, संस्कृति संरक्षण तथा प्रवर्धन। 28. पर्यटन प्रवर्धन, पर्यटनलाई व्यावसायिक बनाउने, ग्रामीण तथा सांस्कृतिक पर्यटनको विकास। 29. सीमाना सुरक्षामा कडाई, खुला सीमालाई व्यवस्थित गर्दै डिजिटल निगरानी, सीमा क्षेत्रमा पूर्वाधार विकास गरी स्वाभिमानी उपस्थिति। 30. आपतकालीन तयारी र विपद व्यवस्थापन, भूकम्प, बाढी, डुबान लगायत विपदको जोखिम न्यूनीकरण र आपतकालीन पूर्व तयारी। 31. जल तथा ढल व्यवस्थापन सुधार, सहर तथा गाउँमा सफा खानेपानी, फोहोर व्यवस्थापन, ढल निकासको वैज्ञानिक योजना। 32. सामाजिक सुरक्षाको मजबुती, असहाय, वृद्ध, अपाङ्ग, एकल महिलाका लागि विशेष भत्ता र सेवा। 33. यातायात तथा पूर्वाधार विकास, सडक, रेल, केबलकार, साइकल लेन र सार्वजनिक यातायातमा लगानी। 34. सूचना स्वतन्त्रता र प्रेस स्वतन्त्रताको ग्यारेन्टी, पत्रकार र मिडियालाई स्वतन्त्र रूपमा काम गर्न दिने, तर झुटो प्रचारमा कडाई। 35. नवप्रवर्तन, इनोभेसन को प्रवर्धन, महावीर पुनले खोलेको आविष्कार केन्द्रलाई विशेष प्राथमिकता दिने। विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनमा लगानी। 36. सैनिक, प्रहरी र सुरक्षाकर्मीको व्यावसायिक सुधार, भर्ती, तालिम, बढुवा र सेवा सुविधालाई पारदर्शी बनाउने। 37. न्यायमा पहुँच सजिलो बनाउने, गरिब, ग्रामीण र अशक्त व्यक्तिको लागि कानुनी सहायता र तिनलाई सस्तो न्याय। 38. अपाङ्गता मैत्री राष्ट्र बनाउने, सरकारी तथा निजी भवनहरू, विद्यालय, यातायात सबै अपाङ्गता मैत्री बनाउने। 39. नारी सशक्तिकरण र समानता, महिलालाई हरेक क्षेत्रमा समान अवसर र नेतृत्वमा सहभागिता।
40 ब्रेन ड्रेन रोक्ने नीति दक्ष जनशक्तिलाई देशमै अवसर र सम्मान दिने नीति ल्याउने 41 डेटा सुरक्षा तथा साइबर सुरक्षामा बल नागरिकको व्यक्तिगत जानकारी सुरक्षित राख्ने नीति साइबर अपराध नियन्त्रणका लागि विशेष फौज र प्रविधि विकास 42 खुला सरकार ओपन गभर्नमेन्ट नीति सरकारी निर्णय खर्च र सम्झौताहरू जनताले सजिलै हेर्न मिल्ने गरी सार्वजनिक सूचना प्रणाली जन सुनुवाई र प्रतिवेदन प्रणाली अनिवार्य बनाउने 43 ग्रीन इकोनोमी प्रवर्धन हरियाली उद्योग हरित रोजगार र प्रदूषणरहित उत्पादनमा लगानी विद्युतीय सवारी साधनको प्रोत्साहन र कर छुट 44 सहकारी प्रणाली सुधार सहकारी संस्थाहरू पारदर्शी उत्तरदायी र जनमुखी बनाउन नियमन र सहायता गाउँमा उत्पादनलाई बजारसँग जोड्ने पुलको रूपमा सहकारीलाई उपयोग 45 वरिष्ठ नागरिक सेवा केन्द्र प्रत्येक पालिकामा वृद्ध सेवा केन्द्र मनोरञ्जन स्वास्थ्य र सहायता सुविधा सहित 46 स्मार्ट सिटी स्मार्ट गाउँ विकास डिजिटल प्रशासन आधुनिक यातायात हरियाली र स्मार्ट भवन विकास गाउँमै रोजगारी शिक्षा स्वास्थ्य र प्रविधि पुर्याउने 47 मानसिक स्वास्थ्यको प्रवर्धन विद्यालय क्याम्पस र कार्यस्थलमा मानसिक स्वास्थ्य परामर्श अनिवार्य मानसिक स्वास्थ्यलाई पनि शारीरिक स्वास्थ्य बराबरको प्राथमिकता 48 आप्रवासी नेपालीको सुरक्षा र लगानी प्रोत्साहन वैदेशिक रोजगारीमा रहेका नेपालीको अधिकार बीमा सुरक्षाको प्रत्याभूति स्वदेश फर्केकालाई लगानी उद्योग र उद्यममा जोड्न आकर्षक नीति 49 सांस्कृतिक चेतना तथा मूल्य मान्यता संरक्षण बालबालिकालाई स्थानीय भाषा संस्कार नृत्य लोककला सिकाउने कार्यक्रम राष्ट्रिय चाडपर्व संस्कृति र ऐतिहासिक महत्त्व भएका स्थानहरू संरक्षण 50 युवालाई नेतृत्वमा ल्याउने नीति 50 वर्ष मुनिका युवालाई स्थानीय तहदेखि राष्ट्रिय तहसम्म राजनीतिक सामाजिक नेतृत्वमा भागदारी सुनिश्चित 51 विविधतामा एकता हुनु नै राष्ट्र एकता हो जय नेपाल जय राष्ट्रवाद नमस्कार।